एउटा यस्तो गरेर यस्तो गरेर केमा यस्तो पारेर मलाई त्यो डोरीमा बाँधियो। त्यति घुमाएर त्यसरी बाँधियो। त्यहाँबाट त्यो डोरीमा मैले हात चालेर यस्तो गर्दै 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 म उँभो जाँदैछु। यता उँभो जाँदैछु त्यो उपरमा कहाँ जाँदैछु कहाँ पत्तो छैन मलाई। उँभोबाट सुनकोसी, तामाकोसी, दुधकोसी समुद्र छङ 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 गर्दै छेलो हान्दै आउँदैछन्, उँधो जाँदैछन्। हे भगवान्, हे भगवान्, हे भगवान्। यहाँबाट मेरो हात फुस्क्यो भने, यो डोरीबाट फुस्क्यो भने त्यो समुद्रमा म पर्छु होला, यो समुद्रमा म पर्छु होला भन्दै मेरो आँसु गिर्दै म उँभो जाँदैछु। जाँदै जाँदै त्यो डोरी कहाँ बाँधिएको थियो, त्यो डोरी ठ्याक्क टुङ्गामा पुग्यो पनि मलाई छ्याङ्गै भयो। अनि तपाईँ यहाँ आइपुग्नु भयो। अनि स्वर्ग जाने ठाम देखेको छ मैले। म गएको 2 खेप बैतरनी भएको हजुरआमाको है। स्वर्ग गएको, स्वर्ग गएर घुमेर आएर अहिले अब के 100 वर्ष पार भयो। मेरो दिनमा भगवान्ले अब पुगेको थिएन। हजुर। जाने ठाउँमा पुगेपछि पनि बस्न दिएन, ठाउँ बनिएको रहेनछ। घुमाएर त्यति संसार घुमेर एउटा नरिवलको हरियो डोरीमा यस्तो एउटा हातले चाल्दै कहाँ कहाँबाट दाहिनो लगेर देब्रो घुमाएर अनि उत्तर डोरी लगाइदिएर त्यसमा चाल्दै चाल्दै आएर उँभोबाट समुद्र, दुधकोसी, तामाकोसी, सुनकोसी उँभोबाट आउँदैछन् छेलो हान्दै। हे भगवान्, यो मेरो हात फुस्क्यो भने त समुद्रमा पर्छु होला भन्दै मेरो आँसु गिरिराखेका रहेछन्। आँसु यस्तो गरेर त्यो एउटा यत्रै डोरी छ, मलाई थाहा छ त्यो डोरीमा। अनि टुङ्गामा कहाँ बाँधिएको थियो त्यहाँ पुगेपछि म छ्याङ्गै भएर अनि म घुमेँ। के